साली तिमीलाई एक दुईवटा प्रश्न सोध्छु म छिटो छिटो जवाब देऊ है तिमी आज हट एन्ड सेक्सी पनि देखिएको छौ त्यही भएर मैले तिमीलाई प्रश्न सोधेको केटीहरूलाई के गर्दा आनन्द आउँछ भन त केटीहरूलाई के गर्दा आनन्द आउँछ भन त खाना चटपटे खाना आनन्द आउँछ त्यस्तो त्यस्तो होइन कि यार बोयफ्रेन्डले के गर्दा आनन्द आउँछ माया गर्दा आनन्द आउँछ होइन होइन के हो त अर्कै हो तिम्रो बोयफ्रेन्ड होला नि त तिमीलाई थाहा होला नि त बोयफ्रेन्ड भइदिएकोमा थाहा हुन्थ्यो अब रिसाइ गर्नु पर्थ्यो मलाई वाउ तिम्रो आज त फिगर क्या बबाल छ त यार सेउसी देखिएछौ त साली बोयफ्रेन्डसँग डेटिङ जाने हो कि आज हँ बोयफ्रेन्डसँग डेटिङ जाँदैछौ छैन मेरो बोयफ्रेन्ड म कहाँ जाउँ बोयफ्रेन्डसँग डेटिङ 10 चोटि भन्नुपर्छ ल एउटा प्रश्न सोध्छु है म हाल्दा गरम निकाल्दा नरम के हो चिज हो त्यो 10 चोटि यही प्रश्न कति सोध्नुहुन्छ भन न सिधै भन न के हो मलाई थाहा छैन के त्यो पनि थाहा छैन तिमीलाई नै ल तिमीलाई अर्को प्रश्न सोध्छु है म के भन्छन् केटाहरूले पुरुषहरूले के गर्दा धेरै पसिना आउँछ भन न छिटो हँ ए साली त यार लास्टै च्वाक छ कि यार च्वाक साली च्वाक हँ भन न केटाहरूले के गर्दा धेरै पसिना आउँछ हँ के गर्दा पसिना आउँछ यो म अहिले हो त्यही गर्दा हो दिमाग खराब भएछ यस्तो साइको भिनाजु रन्स भिनाजु रन साली तिमी रन साली तिमी रन्ड हो ल साथी यस्तो छ पारा सालीको